आज रामनवमीको अवसरमा भानुभक्ति रामायणको असाध्यै मिठो प्रसङ्ग सम्झिन चाहन्छु। मलाई नि असाध्यै मन परेको प्रसङ्ग हो यो। यसमा चाहिँ राम र सुग्रीवको भेट भएर मितेरी गाँसिसकेका हुन्छ र रामले शक्ति परीक्षा दिइसक्नु भएको छ सुग्रीवलाई र सुग्रीवले चाहिँ श्री राम चाहिँ नारायणको अवतार हो भनेर चिनिसकेका छन् र त्यति चिनिसके पछाडि सुग्रीव चाहिँ अब मलाई केही पनि चाहिँदैन हैन, मलाई भगवत प्राप्ति भइसक्यो, स्वयं नारायण मेरो मित भएर उभिनु भएको छ, मलाई के चाहिन्छ, मलाई केही पनि चाहिँदैन, हजुरको सेवा मात्रै गर्न दिनुहोस् भनेर भन्नुहुन्छ सुग्रीवले। त्यसको मिठो प्रसङ्ग छ। मलाई छन्दमा वाचन गर्न आउँदैन, सरी फर द्याट। हे नाथ बल्ल चिन्यो अहो सकलका आत्मा जगन्नाथ भनी, मायादेखि फरक भयो अब त मन लाग्दैन माया पनि। क्या गर्छु अब पुत्र दार धनले सम्पूर्ण यी दूर हुन्, मेरा सब 10 इन्द्रिय हजुरका सेवा टहलमा रहँ। भगवत प्राप्ति भइसके पछाडि अब मलाई पुत्र, राज्य, धन, यस र कीर्तिले के गर्नु छ, केही पनि छैन, अब लिनु मेरो प्रभु, मलाई तपाईँको चरणमा शरण दिनु भनेर चाहिँ सुग्रीवले भन्छ। र श्रीरामको रिप्लाई अझै रमाइलो छ। उहाँले भन्नुहुन्छ, यही पाठले जब तहाँ गर्या स्तुति तहाँ सुग्रीव गो सो सुनि, यो ज्ञान आज नदिउँ भनी प्रभुजीले अन्तस्करणले गुनी। मायाले अनि मोह पारी रघुनाथ हाँस्याएर बोल्या जसै, सुग्रीव मोह भया वचन सुनि तहाँ उ ज्ञान बिर्स्या तसै। प्रभुले मायाले फेरि सुग्रीवले पाएको त्यो तत्त्व ज्ञानलाई बिर्साइदिनुहुन्छ एकै मुस्कानमा र सुग्रीव फेरि चाहिँ संसारिक मोहमा फर्केर आउँछन्। सबै कुरा चाहिँ ईश्वरकै मायाले चाहिँ हुन्छ भन्ने कस्तो सब्टल तरिकाले चाहिँ भानुभक्तले देखाउनु भएको छ। मलाई असाध्यै मन परेको। रामनवमीको फेरि सबैलाई शुभकामना दिन चाहन्छु। राम रामेति रामेति रमे रामे मनोरमे सहस्रनाम तत्तुल्यम रामनाम वरानने। हस्, थ्याङ्क यू।